यहाँ पानी भर्नु पर्ने भयो हैन। त्यसै रोकिरहेको छु। यहाँ वाटर ब्याग छ, यहाँबाट पानी भर्नु पर्ने भयो कि मस्तसँग रातो गाडीहरु गइरहन्। यहाँ पानी भर्नु पर्ने भयो। ल पानी सानी भरेपछि एकैचोटि भुइँ गएर भेटौँ है त। ल अहिले राख्छु किनभने खिच्दा फेरि एउटा हातमा समात्दा चाहिँ अलि गाह्रै हुन्छ क्या चलाउन पनि। ल Look at these guys, है। हुसु लाग्छ, पुरै हुसु लागेको छ है। केही देख्दैन अगाडि। तिमीले क्यामेरा देखेछ कि नै हैन? कस्तो छ पुरा है। लभ यू जिन्दगी।
ल नजारा हेरौँ है। टक्क पारे यस्तो छ। म चाहिँ टेन्टभित्र छु, हल्का पानी सानी परेको छ होइन। त्यहाँको टेन्टमा छु है। हेलो साथीहरू है, वेलकम ब्याक टु एनदर भिडियो अफ घुमघाम क्याम्प है। ल आज चाहिँ सोलो क्याम्पिङ हो होइन। सोलो क्याम्पिङको लागि आएको छु। अनि आज कस्तो दिन चाहिँ मस्त छ, रेनिङ वेदर थियो कि। आजको वेदर चाहिँ यस्तो दामी छ है, यस्तो दामी छ है। हेरौँ है, यस्तो छ हेरौँ त। तल फुल सिटी है, त्यो बजार हो। म यहाँ बसेछु है डाँडामा, बाटो कोही छैन है। बाहिर यस्तो छ, पुरा एकान्तमा हो क्या होइन। म चाहिँ यहाँ आएको छु होइन। अनि त्यसपछि चाहिँ अहिले बजे कति, लाइक 10:30 भनौँ न, लाइक 10:30 भयो होइन। अनि त्यसपछि 10:30 भयो। आज चाहिँ मस्तसँग यहाँ बसेर खानासाना केही पनि खाएर आएको छैन। यहीँ बनाइन्छ, खाइन्छ। आज टक्क सोलो क्याम्पिङ गरिन्छ होइन। रात कटाउन त्यस्तै गाह्रै छ होइन। साँझ पछि जानु पर्ला। अनि राति चाहिँ किनभने चाहिँ एकदमै चिसो छ क्या, चिसो छ। त्यसपछि अनि राति नाइट क्याम्पिङको लागि अझ 3-4वटा सामान किन्नै बाँकी छ क्या। त्यही भएर नाइट क्याम्पिङ पनि गरेको छैन। आज सोलो आएको छु, टक्क बसेर चाहिँ यहाँ खानासाना बनाउँछु। के कस्तो हुन्छ मस्तसँग खान्छु, के गर्छु टक्क तपाईँहरूले हेर्ने है त, आनन्दसँग है त। ल अहिलेको लागि राखेँ है त। ल साथीहरू है, एकछिन खोल्नु पऱ्यो कि काम गर्दा गरिङ भयो यार। चिसो छ, झ्याप्प कफी गराउनु पऱ्यो होइन। ट्याक्क पारेर एकछिन है त। तपाईँहरू चाहिँ यस्तो यहाँ बस्नु मिल्छ नि होइन। ल बस्न मिल्यो नि होइन। ल हल्का तताइदिनु पऱ्यो। त्यसपछि चाहिँ है चिसिया थियो कि होइन। एकैछिन तात्तिन लागेछ, तात्तिँदैछ होइन। नजारा यस्तो छ बाहिर पुरै है, पानी सानी परेछ। ल म चाहिँ कफी सफी तताएर खाँदै गर्छु है त। ल अहिलेको लागि राखेँ है त। तेल हाल्ने डब्बा किन्नु पर्ने भन्छ नि।
हेरेर ल कफी चाहिँ मस्तसँग खाइन्छ अब नजरा हेर्दै हैन कफी त कस्तो चाहिँ पहिला बनाएको थियो अलि सेलाएछ कि अनि त्यसलाई चाहिँ हल्का तताएर चाहिँ खाँदैछु हैन बाहिरको नजारा यस्तो छ है यसलाई चाहिँ हल्का मिलाउँछु म ल साथीहरु है अन्डा सन्डा पनि टक्क रेडी भइसक्यो हैन अन्डा सन्डा फ्राई गरे ट्याक्क पारेर कफीसँग खानु पर्ला के अन्डा चाहिँ यस्तो भइरहेको छ है यस्तो मजा आएको छ यस्तो भयो भने यस्तो नजारा हेर्दै है मस्तसँग तल चाहिँ पुरै कुहिरो लागिरहेको छ म चाहिँ माथि टपमा छु मस्तसँग यस्तो छ हेर्नुहोस् है खानुहुन्छ नि खानु है टक्क खान मिल्छ भने टक्क खाने है त टेस्ट ल म टेस्ट हान्ने है त यस्तो मजा आयो नि दामी के चेयर्स है कफी दामी ल साथीहरु यहाँ टक्क यहाँ प्याज लगभग भयो हैन अब चाहिँ ट्याक्क पारेर मासु हाल्नु पर्यो हैन ini halu
कहाँ हो ल है साथीहरु टक्क पारेर मासु सासु बनाइयो अब चाहिँ राइस गराउनु पर्ला हैन आनन्दसँग मासु यस्तो भएको छ है हेर्दिउँ है साथीहरु मस्त हैन त साथीहरु पुरा नजारा यस्तो छ है ए टेन्ट चाहिँ यहाँ लगाएको छु हैन मस्तसँग माथि पनि पुरै जंगल छ आनन्दसँग यस्तो ठाउँमा मस्तसँग आएर कफी सफी खाइयो अन्डा सन्डा फ्राई गरेर मस्तसँग खाइयो हैन अनि पुरा चिसो छ के भित्र बसेको तातो भएको थियो अहिले बाहिर आउने रे टक्क कस्तो चिसो के हैन साथीहरु अब यतिकै बस्दैछ खानासाना बनाइएछ अब बाँकी हल्का पाक्दै छ हैन त्यसपछि खाउँला अहिले चाहिँ बज्यो ठ्याक्क 12:20 गयो हैन यस्तो छ है पुरा ल सुर्खेत भ्याली पुरै ढाकिएको छ के त्यसले फगले मस्तसँग हैन यस्तो छ यता पनि पुरा हुस्सु गइरहेको छ है मस्तसँग जिन्दगीमा यतिको इन्जोय त गर्नु पर्यो त है पुरा सोलो क्याम्पिङ हो है मस्तसँग रात चाहिँ बिताउन सकिँदैन एकदमै चिसो पनि हुन्छ हैन सामानहरु पनि हल्का 2-3 वटा सामानहरु किन्नु पर्ने छ रातिको लागि हैन क्याम्पिङको लागि त चाहिँ राति चाहिँ यहाँ स्पेन्ड गर्न चाहिँ मजाले सक्छु हैन आनन्दसँग यतिकै हुनुपर्छ चिसो यस्तो चिसो छ नि हैन एकदमै चिली एकदमै नेचर हैन हजुरहरुले साउन्ड पनि आइरा होला हैन त्यो किर्र आउँछ नि जंगलमा किराहरु के हैन हो त्यसको साउन्ड पनि आइरा होला टक्क कराइराको छन् है पुरा यस्तो छ के नजारा अरे यस्तो फुल हेभन वाला भाइब्स छ के आज हैन यस्तो चिसो वेदरमा अहिले बजे लगभग 1 बजन लाग्यो हैन 1 बजे भनौं न 1 बजे हैन अब खानसाना खाइन्छ ट्याक्क पार खानसाना गराइएको थियो हैन राइस चाहिँ यस्तो भएको थियो है ट्याक्क पारेर मासु चाहिँ हैन कता लिएर जाउँ यसलाई यता हैन यहाँ बसेर खानुपर्छ आनन्दसँग हैन फुल नेचरमा बसेर के अब आनन्दसँग हैन फर्की बस्नु है दियो बाली फर्की आउँछु म यसै पाली मजाले हैन है चिकन पनि है चिकन र राइस हाल्दैछु
म्यान यो पो हो त यार यति सही भएछ नि यार के भन्नु के यस्तो दामी भएछ नि यस्तो दामी भएछ नि के भन्नु यार पुरै यो नजरा हेर्दै यस्तो पुरा हुस्सु लागिसकेछ है अब त पुरै हुस्सु लाग्छ के यस्तो दामी छ नि यस्तो के भन्नु साथीहरु यार आउनु पर्यो साथी यस्तो घुमघाम गर्नु पर्यो है टक्क पारेर ओए यति दामी भएको छ नि यार ल साथीहरु है ल फाइनली भाँडासाँडा सबै माझियो हैन भाँडासाँडा माझेर यताउता सब गरेर ट्याक्क बसेछु अब एकछिन पल्टिन्छु है आराम गर्नु पर्यो आनन्दसँग हैन यस म्यान यस के गरिरहेको छौ यार बसिरहेको छु यार जति घरमा हो र छठ पूजा ए सब ठिक छौ नि जस लाइफमा खुसी छौ यार हेर नि पानी परिरहेछ छोटी छोटी राहें मिलके कहीं दूर दूर मंजिल पर जाएगी कभी छाँव छाँव कहीं धूप सताएगी लंबी लंबी दूरी हेलो साथीहरु है आरामसँग एक दिन र सुत्यो पनि हैन आरामसँग बसियो यो पानी सानी पर्न ठ्याक्क बन्द भयो हैन सिधै पुरा यस्तो छ पुरै बादल बादल छैन यस्तो नजारा छ
ल साथीहरु पानी पनि तातिसक्यो हैन बवाल तात्यो के टक्क पारेर यो समात्दै मिलेन कि ल है यताबाट ओके देयर यु गो यस्तो गराएर ओहो ल यता ओके हल्का मसला रहेछ सानो चम्चा हुने छैन साथी है चाहिँ ट्याक्क पारेर फोडाल्ने होइन ओके पानी हालिदिउँ कि पानी नफ हुन्छ अनि यसलाई एकचोटि मस्तसँग हालिदिउँ है इजी वे टु मेक है कफी पनि टक्क यस्तो गर्ने होइन त्यो कुनै एउटा बोतल अथवा थर्मस खोल्ने होइन यसलाई यहाँभित्र हालिदिने है कति खाने म चाहिँ सबै हालिदिन्छु है म चाहिँ एकदमै गर्ने होइन कफी मान्छे चाहिँ चिनीसँग खान्छ क्या नजानेर खास चिनीसँग खाने होइन नि यसलाई चाहिँ होइन कपारेर बस यो भयो होइन ढक्कन लगाइदिने है पर्खी बस्नु ढक्कन लगाइसकेपछि के हुन्छ थाहा छ यसलाई पुरै सेक गर्ने के अनि पुरा फिज हुन्छ क्या भित्र बल्ल खानु मजा आउँछ केही देखेको छैन नि है पुरै बादलले ढाकिदियो क्या सिटी यहाँबाट होइन यहाँबाट लिएर पुरै भ्याली सबै डुब्यो के खालि डाँडा मात्रै देखिरहेको छ ल हेर पुरै फिज भयो कि नै पुरा क्याम्पिङहरूमा होइन यस्तो थियो खास कफी गराउने भनेको है अब हेर है त धेरै खान सक्छ यो नजरा हेर्दै सबजनालाई चियर्स है ल मैले चाहिँ अहिले चाहिँ कस्तो टाइममा चाहिँ पुरै यो प्याकअप गरिदिइसकेको कि किनभने चाहिँ पानी पर्न सक्छ फेरि नि यहाँ बस्न सकिनँ अस्ति लास्ट चिसो है यहाँ त स्लिपिङ ब्याग किन्नै पर्ने भएको छ 8-9 हजारको एउटा पर्छ एउटा चाहिँ किन्नै पर्ने भएको छ होइन यहाँ त नत्र त लास्टै जाडो के पुरै हुन त मैले पुरा एक साइडको झ्याल पनि खोजेर होला होइन यस्तो हावा चलिरहेको थियो पानी पनि खतरा पानी परिरहेको थियो कि पुरै अहिले भर्खरै फाटेको त्यही चाहिँ मैले ट्याक्क त्यो टाइम चाहिँ समातेर अनि त्यसपछि ट्याक्क प्याक गरिदिइहालेको मेन भनेको यो टेन्टहरू सब प्याक गर्न टाइम लाग्छ क्या विनर त के छ भने ट्याक्क सामान हाल्यो झोलामा सट्टै हिँडिहाल्यो क्या त्यही हो नि त ल साथीहरू है फुल नजर है सिटी सब ढाकिएको छ है परको पहाड मात्र देखेको छ होइन पुरा सिटी चाहिँ ढाकिएको छ म चाहिँ भक्क तातो पानी पनि उमालिसकेँ होइन झरी उड्यो बादल सुनलाई म बसेको रेलै गुड्यो कान्छी बसिन् एक्लै रुनलाई म बसेको रेलै गुड्यो कान्छी बसिन् एक्लै रुनलाई ल साथीहरू है ल मेरो साथीहरू सबलाई है नुडल्स चियर्स अफ है
खान मिल्छ उनलाई खाइदिउँ है ट्याक्क पाएर साथीहरू है यस्तो छ है ल आज के शाम क्याम्पिङ के नाम है त ल खाउँ है ल चियर्स है नुडल चियर्स है अझ अलिकति गिलो भइहालेछ क्या अघि नै त्यो गरिदिनु पर्दैछ तर दामी छ आज सही दिन पारेर आइएको छ नि थाहा छ यो भिडियो पनि अब भोलि रातिको 6-7 बजीतिर आउँछ होला 6-7 बजीतिर हाल्छु होला यो भिडियो हैन किनभने चाहिँ मेरो भिडियो चाहिँ प्रायः चाहिँ राति नै हेर्न मजा आउँछ क्या टक्क सुत्ने बेला हुन्छ नि टक्क सुत्ने बेला मस्तसँग हेर्न मजा आउँछ क्या मजा आयो एकदम तातो भयो ल साथीहरु सक्यो है त अनि म भन्दिन साथीहरु है त्यो नि अलि यहाँको जुन डाँडा छ नि हैन यो वाला के यो वाला डाँडा हैन यो वाला डाँडा नि पुरै ढाकियो के अल्ल झन् अघि त थियो नि त हैन टक्क भिडियोमा देखेर अलि यो पनि ढाकियो के खाली परेको ल पानी पर्ला जस्तो छ ल साथीहरु म जान्छु है त ल साथीहरु यो भिडियो चाहिँ अब हिँडाको हैन सबजनालाई अब बाई है भिडियो आज दामी भयो हैन टक्क पारेर है टक्क साथीहरुलाई अरु आफ्नो साथीहरुलाई टक्क शेयर गर्नु होला है यस्तो अर्को भिडियो पनि लिएर आउँछु हैन वेदर दामी भयो भने चाहिँ लास्ट एउटा भिक्स सोल्ड हान्ने जाने ल ल साथीहरु अब अर्को भिडियो भेटौँला ल राम्रोसँग बस्नु होला राम्रोसँग खानु बस्नु होला है त ल बाइ आज भूरो बोये